वेलकम बैक टू माय यूट्यूब चैनल गाइस। आज हम निकल जा रहे हैं हराउनको लागि फुल एनर्जी अब चाहिँ गइरहेको उता भिलिजनमा हेर्नु के छ उनीहरूको प्लानहरू हाम्रो लागि आज हामी चाहिँ जाँदैछौँ Masih itu sebentar. Belum kita wanto. Ini sama saya. Saya banyak juga ambil belum kita. Jadi saya sepuluh ambil komplit. गाइज हामी यो गाडीमा जाँदैछौँ है। यो गाडी चाहिँ हाम्रो सब सामानहरू रेडी भइसकेछ, दाइहरू पनि रेडी भइसकेछ, आफ्नो आफ्नो जर्सी लगाइरहेछ गाइज सबजना। उता अनुराग आफ्नो जर्सी लगाएर रोकेछ। अब उता गएर हामी सब क्याप्चर गर्ने हो। तो क्या कर रहे हो अभी आप? जाने भनेको 5-7 बजे रेडी नै भएको। तिमीहरूको भलिबल टिम होइन? आज कुन कुन टिम गइरहेछ हाम्रो धुली खेल? अहिले चाहिँ क्रिकेट भइरहेछ। लाउडली फुटबल टिम चाहिँ हैन, फुटबल टिम चाहिँ जनता सिमका तयार बार खान्छ। दाइहरू सब रेडी भइसकेछ फुल इनर्जीका साथ हैन। एकैचोटि अब धुली खेल्ला हैन त्यो गरेर नै आउँछ मलाई जस्तो लागिरहेछ। खै यो पालिको कप त बीपीकै नाम नै हो मलाई लागिरहेछ जस्तो हैन। दाइहरू फुल फर्ममा छ अहिले। सब आफ्नो सामानहरू रेडी पारेर गाडीको लागि हैन वेट गरिरहेछ। गाडी आइसकेछ साथीहरू। यो हाम्रो एनसी दाई विजय यादव दाई हैन। अब हेर्नु अब दाईको के छ हैन, धेरै पुरै फुल इनर्जीमा छ दाई त। आज के एसएमएसलाई हैन पेलेर नै आउँछ जस्तो लागिरहेछ मलाई। यो पालिको डिन कपको कप चाहिँ विजय दाईले नै उठाउँछ जस्तो लाग्छ हैन। विजय दाई भन्नु न अब के छ अहिलेको हैन यो हाम्रो स्थितिहरू। अब गइरहेछ हामी उता हैन, के गर्ने हो उता। अब यस्तो हो, अघिल्लोपल्ट पनि हामी गएको थियौँ र केही एसएमएससँगै हारेको थियौँ। त्यही भएर उनीहरूसँग यो बदला पनि लिने नै हामीले। एट द एन्ड यसपालि चाहिँ डिन कप बीपीके जसमै आउँछ। यति चाहिँ हो। अब हामी जाँदै नै छौँ, सब टिमले पर्फर्म गर्यो भने यति चाहिँ विश्वास छ कि यसपालि चाहिँ डिन कप बीपीके जसमै आउँछ भनेर। विजय दाईहरू त एक्सपिरियन्स हो, म त फर्स्टचोटि गइरहेको छु एक्सपिरियन्स लिन। अब खै विजय दाईहरूले सिकाउँछ अब हामीलाई के गर्ने हो। विजय दाई त हामी रेडी भइसक्यो होइन? हजुर हामी चाहिँ अहिले रेडी छौँ अब जानको लागि। अब दाईहरू पनि आइसक्नु भएको छ, गाडी पनि हाम्रो आइसकेछ। अब केही क्षणपछि हामी निस्किने हो। त्यस्तो भन्ने केही हुँदैन, एक्सपिरियन्स अब आफूमा ट्यालेन्ट छ भने त्यहाँ हामीलाई प्लेटफर्म दिन्छ। त्यो प्लेटफर्ममा पर्फर्म गर्ने हो, राम्रो गर्ने हो, टिम स्पिरिट देखाउने हो र एज अ युनाइट भएर जितेर आउने। हज दाई धन्यवाद। तो अनुराग मिश्रा कैसा लग रहा है आपको? हिंदी में पूछ रहे हैं आप? क्या हो गया यार, हिंदी भी तो पूछते हैं सब लोग हैन। भन त यो हाम्रो हैन विकेट किपर ब्याट्सम्यान हाम्रो बीपी को गइरहेछु तिमी आज हैन उता के एसएमएस। कस्तो अनुभव छ त? एक्साइटमेन्टहरू? पहिलोपल्ट गइरहेको छु, अनुभव के भन्नु, एक्साइटेड नै छु। दाइहरूको एक्सपिरियन्समा के राम्रो गर्न पाऊँ। कतिको एक्साइटमेन्ट? नर्भसनेस दुवै छ र अपर्च्युनिटी पनि छ। ठिकै छ। अनि भन न के त्यही रेडी भइसक्यो हामी हैन? बिहान आएको, दाइहरूले भन्नुभयो छिटो आऊ। निस्केका छौँ। त्यसपछि त रेडियो आज त ह्यान्डसम लागिरहेछ तिमी त। विजय दाईको मतलब चस्माको कमाल हो। So guys,
हाम्रो क्याप्टन कसरी सुतिरहेछ झप्लाएर गाइस हाम्रो डिजे विजय दाई पुरै गीत चेन्ज गरिरहेछ गीत बजाउनुहुन्छ होइन सब विजय दाईको हार्ड डिस्कबाट बजिरहेछ सब प्लेलिस्ट विजय दाई त बेस्ट गाइस हामी खाना खानको लागि अब जान्छौँ आइसकेको होइन खाना जान्छौँ अब गाइस अब होइन सबजना मुखसुख धोइरहेछ अब खाना खानको लागि मुख धोएर अब खाना खान जाने हो अब 2-3 मिनटवाला गाइस सबजना खानाको लागि वेटिङमा छ अब खाना आउँछ त्यसपछि खाना खाएर गइहाल्ने हो फेरि बसमा यात्राको लागि 4-5 घन्टा गाइस खानाको लागि अर्डर दिँदैछ दाइहरू भर्खरै के खाने हो जे मिल्छ त्यही खाने हो अब त अर्डर लिस्ट नवराज दाइले हाम्रो अर्डर लिँदै खानाको भेज हो दाइ मलाई त खाना खाएर हुन्छ भोकै फाइनली गाइज मेरो खाना आयो होइन अब दाइहरूको खाना आएको छैन अहिले बाँकी छ अनुराग पनि खाना आइसक्यो अब प्रेमहरू वेट गर्दैछ खै आउँछ यिनीहरूको खाना सबजना खाना खाँदैछन् गाइज फाइनली गाइज खाना खाएर अब होइन बिल पे गर्नको लागि रेडी अब बिल पे गर्नुपर्छ दाइहरू गर्नु भइरहेछ होइन अब हाम्रो पालि आउँछ बिस्तारै खाना खाएर विजय दाइ चिल गर्दै खाना खाउँदै परबिन दाई तर आज मलाई थाहा भयो होइन विजय दाईलाई दिवाना किन भन्छ होइन विजय दाई बलिङ गर्यो होइन त्यसपछि बलरहरू त प्यारमा अन्धा भइहाल्छ अन्धा भएर त आउटै भइहाल्छ स्किल हो नि दाईको खतरा स्किल छ त जोर से बोल के स्किल में बता दे जोर से बोल के स्किल में बता दे अपोनेंट ब्लॉक देगा हाम्रो शङ्कर दाई आज दाई होइन ऊ ध्यानमा बसेर पुरै स्ट्र्याटेजीहरू पढिसके कसरी आउट गर्ने हो ब्याट्सम्यानहरूलाई खतरा स्ट्र्याटेजी पढ्नुभयो दाइले त शङ्कर दाई आज हामी कति बेलातिर जान्छौँ उता 5-6 घन्टा लाग्छ मिनिमम होइन दाइ हाम्रो भोलि म्याच होइन दाइ अनि दाइ ऊ हामीलाई हराएको थियो होइन क्युएसएमएसले नराम्रो हराएको थियो होइन यो पालि राम्रोसँग हराउनु उनीहरूलाई
अमर भाइको अमर ब्लग्सलाई सबजनाले लाइक सब्सक्राइब सेयर गरिदिनु होला। भाइले एकदम मेहनत गरिरहेको छ, यस्तै भिडियो बनाइराख्नु मन छ भाइलाई। मैले सब्सक्राइब गरेछु, मैले लाइक त गरेँ। थ्याङ्क यू। अमर भाइको अमर ब्लग्सलाई सबजनाले लाइक सब्सक्राइब सेयर गरिदिनु होला। भाइले एकदम मेहनत गरिरहेको छ, यस्तै भिडियो बनाइराख्नु मन छ भाइलाई। सो गाइज खाना खाएर फेरि अब जाँदैछु भ्यानमा। 4-5 घन्टा फेरि बस्ने हो, त्यसपछि जाने अब काठमाडौँ। फाइनली गाइज हामी आइसक्यो। अब 10-15 मिनटमा पुगिहाल्छ नुन पानी ग्राउन्डमा। यता बस्ने हो 15 मिनटमा। फाइनली गाइज हाम्रो रुम पाइयो है, यो हाम्रो रुम, खतरा रुम। कौशल दाई, ओए ये क्या, ये टेलीफोन, ये क्या है भाई साहब? ओए भाई साहब ये टेलीफोन छ यार, फोन उठाते ही फोन लगा। रूम तो चाहिँ खतरा हो है गाइज। यही हो हाम्रो रुम, यसको लागि खोजिरहेको थियो, भेटिहाल्यो। कहाँ हेराइहाल्यो थियो यो रुम होइन। कुन फाइनली गाइज अब खाना खाना आयो गाइज। अब खाना खाने सुतिहाल्यो, भोलि म्याच खाना खाने। यो हाम्रो मेन्यू खानाको। म यसमा होइन चिकन त खाँदिनँ, म भेज खान्छु। यही भेज खाने हो गाइस। इसी के साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार। मुझे नहीं पता, मुझे 2 मिलियन लाइक्स चाहिए, कैसे ना कैसे करके मुझे चाहिए। इतना झिला मैं कभी नहीं होऊंगा अपनी पूरी जिंदगी में जितना इसमें झिलाऊं, मुझे चाहिए ही चाहिए। तो लाइक मारो, और अगर तुम लोग नए हो तो सब्सक्राइब करो। वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूं, मुझे पैसों के पीछे भागना है। बाय।